कतिजना नाप्नु भएको छ यसरी नाप्नु भएको छ हैन मैले ग्लुकोमिटर भन्छ त्यो ग्लुकोमिटरबाट तपाईको चाहिँ आएर अलिकति राखेर अहिले त्यो हामी गर्छौँ अहिले यहाँ हामीसम्मले हामीले ल्याछौँ त्यो गर्छौँ अहिले हामीहरू प्यानक्रियाज भन्ने ग्रन्थि हुन्छ यहाँ पेटको ठ्याक्क मुनिपट्टि हुन्छ हैन र त्यो ग्रन्थिमा चाहिँ आएर इन्सुलिनको कमी भएको खण्डमा चाहिँ के हुन्छ सुगर हुने सम्भावना चाहिँ बढ्छ हैन खानपिनदेखि लिएर मान्छेहरूको हैन व्यवहारदेखि लिएर मान्छेको अहिले मोटोपन हुने बित्तिकै डायबिटिज हुने चान्स बढ्यो तर स्पेशली चाहिँ हाम्रो एसियनमा हामी यो एसियामा बस्ने मान्छेहरूलाई चाहिँ हाम्रो सेन्ट्रल ओबेसिटी भन्छ अगाडि पेट टक्क आउने हुन्छ नि त्यो पेटले झन् बढी चाहिँ आएर र यो चुरोट मैले खाएपछि यसको पार्टिकल केमिकलहरू लिएर हामी हावामा सबै रियाक्ट गर्छ अनि त्यो हामीले इनहेल गरे पनि हामीलाई फेरि समस्या हुन्छ धेरै तिर्खा लाग्छ हैन भोक लाग्ने यसलाई पोलिफेजिया भन्छ अनि धेरै भोक लाग्छ मलाई हैन यो चाहिँ लक्षणहरू हो यो कसैलाई यस्तो लक्षण देखेको खण्डमा चाहिँ आएर हामीले चाहिँ डायबिटिज हो कि भनेर शंका चाहिँ गर्नुपर्छ अब मधुमेहको नियन्त्रण कसरी गर्ने यो सबै कुराको लागि कमन कुरा हो हैन कसरी नियन्त्रण गर्ने भनेको शारीरिक गतिविधि दालमा तरकारीमा हाम्रो खास के कुरा मिलेको हुँदैन हामी मात्रा मिलेको हुँदैन हामी भात यति लिन्छौँ तरकारी यति लिन्छौँ हैन हुन्छ तर तरकारी धेरै लिनु पर्यो र भात थोरै लिनु पर्यो हैन तपाईको विश्व स्वास्थ्य संगठनले के भन्छ भन्दाखेरि 5 सर्भिङ पुर्याउनु पर्छ भन्छ